जुनसुकै घटना भए पनि सबभन्दा पहिला छानबिनको दायरामा प्रहरी पर्छ। प्रहरीले व्यक्तिगत रूपमा गरेको कामको दायरामा पर्नु स्वाभाविक छ। तर राज्यले बनाएको कानुन बमोजिम आफूले पर्फर्म गरेको ड्युटी निर्वाह गरेको जिम्मेवारीको सन्दर्भमा प्रहरीमाथि अपराधिक दायित्व सिर्जना गरेर चाहिँ अनुसन्धान हुन थाल्छ भने प्रहरीको मानसिकता के हुन्छ? भोलि गएर निर्वाचन हुन्छ, निर्वाचनको ब्यालेट बक्स अगाडि बन्दुक बोकेर उभिनुपर्छ, प्रहरी राइफल बोकेर उभिन्छ त्यो ब्यालेट बक्सको सुरक्षाको लागि। यदि त्यो कसैले लुट्न आयो भने के गर्ने? तोडफोड गर्न आयो भने के गर्ने? केही गरेन भने पनि प्रहरी छानबिनको दायरामा यसले आफ्नो भएको हतियारको पनि प्रयोग गरेन, आफ्नो कानुनी अधिकारको पनि बल के प्रयोग गरेन भनेर त्यतिखेर छानबिन हुन्छ। यदि गर्यो र केही घटना भयो भनेदेखि किनभने प्रहरीले यो यस्तो अनावश्यक गर्यो, अनावश्यक गर्यो, मान्छे मार्यो भनेर फेरि छानबिनको दायरामा पर्ने। प्रहरीले गर्ने के? त्यसकारण यस्तो कुराहरूमा नीतिगत स्पष्टता आवश्यक छ।